नमस्कार, हेलो एभ्रिवान। म सुजाता। मैले चाहिँ छोटो धेरै लामो भिडियो नगराइकन छोटोमा चाहिँ यता युएसको आरएन चाहिँ कसरी भए म होइन, अथवा चाहिँ हामीले एङ्कलेज इक्जाममा चाहिँ के गर्ने के नगर्ने, किनकि मैले चाहिँ आफै सेल्फ प्रिपेयर गरे हो। त्यो गर्दाखेरि चाहिँ धेरै कन्फ्युजनहरू थियो कि मलाई चाहिँ, त्यही भएर चाहिँ डेफिनेटली अहिले स्टिल कोही प्रिपेयर गर्दै हुनुहुन्छ अथवा चाहिँ तपाईँहरू आफै विथ इन्स्टिट्युट अथवा विट आउट गर्दै हुनुहुन्छ भने होप तपाईँहरूले खोजेको धेरै क्वेसनको एन्सर चाहिँ मेरो भिडियोमा नहोला, तर केही एउटा चाहिँ मेरो स्टोरीले चाहिँ तपाईँलाई मोटिभेट होस्, हेल्प होस् भनेर चाहिँ यो भिडियो मैले गराएको छु होइन। फर्स्टमा चाहिँ म के भन्छु भन्दाखेरि चाहिँ यदि तपाईँले एङ्कलेस इक्जामलाई चाहिँ कुनै बोर्ड सिलेक्ट गर्नुभएको छ भने प्लिज त्यो बोर्डको बारेमा चाहिँ एकदमै बुझ्नु कि होइन, आफ्नो क्राइटेरियाहरू मिट हुन्छ कि हुँदैन, के डकुमेन्टले तपाईँलाई हेल्पफुल हुन्छ। यदि सेल्फ गर्दै हुनुहुन्छ भने होइन, अब इन्स्टिट्युट गर्नुहुन्छ भने सेफजिआर उहाँहरूले नै सबै तपाईँहरूलाई पहिले नै प्रि इन्फर्मेसनहरू दिनुहुन्छ होइन। र मेरो केसमा चाहिँ फर्स्टमा होइन मैले एङ्कलेस इक्जामलाई प्रिपेयर गर्दाखेरि चाहिँ मैले चाहिँ क्यालिफोर्निया बोर्डको लागि चाहिँ एप्लाई गरे हो है। मेरो आरएन भनेको चाहिँ क्यालिफोर्नियामा गर्दाखेरि चाहिँ मैले के मिस्टेक गरेँ भन्दा चाहिँ जुन तपाईँहरूले नगर्नु होला है, जुनमा चाहिँ मैले सिजिआइएफएनएन पहिला चाहिँ सिजिआइएफएनएन्स भन्थ्यो, अहिले चाहिँ ट्रुमेट भन्छ होइन। यसमा नि क्लियर हुनु, फर्स्टमा एप्लाई गरेँ कि किनकि मैले सेल्फ गरे हो होइन, अनि अरू साथीहरूसँग मैले बुझ्दाखेरि पनि अब सबैले चाहिँ सिजिआइएफएनएन चाहिँ चुज गरेर अनि डकुमेन्ट्री हुने, अब कसैले पनि मसँग सर्कुलर भएको साथीहरूले चाहिँ सेल्फ गरेको हुनुहुन्थेन र विशेष गरी क्यालिफोर्नियाको एप्लाई गरेको साथीहरू मसँग हुनुहुन्थेन। त्यो कारणले गर्दाखेरि चाहिँ मलाई अलिकता चाहिँ आफैले गर्दाखेरि चाहिँ मिस्टेक भइदियो कि, भन्नाले मिस्टेक त होइन एक प्रकारले, किनकि क्यालिफोर्निया बोर्डले चाहिँ सिजिआइएफएनएन चाहिँ एक्सेप्ट गर्छ, तर मेन प्रब्लम के छ भन्दाखेरि चाहिँ एक्सेप्ट गरे पनि एक्सेप्ट गर्यो भनेर चाहिँ उसले त्यो डकुमेन्टरी त लेख्छ होइन, तर चाहिँ के छ भन्दाखेरि उनीहरूले चाहिँ फेरि रिएभुलेट गर्छ कि, इभ्यालुएसन गर्छ त्यो डकुमेन्टहरूलाई होइन। जसले गर्दाखेरि चाहिँ एक त हाम्रो टाइम धेरै वेस्ट हुने भयो, उता सिजिआइएफएनएनको तपाईँले 2-3-4 महिना उनीहरूले कति ड्युरेसन लेख्छ त्यो कुरेर बस्नु पर्यो होइन, अनि फेरि तपाईँले चाहिँ बोर्डको लागि चाहिँ उनीहरूले रिएभुलेट गर्दाखेरि चाहिँ 2 महिना 3 महिनाको फेरि उता क्यालिफोर्निया बोर्डको चाहिँ कुर्नु पर्यो। त्यो कारणले गर्दाखेरि एउटा टाइम वेस्ट हुन्छ, एउटा चाहिँ मनी वेस्ट भइदियो मेरो होइन। किन भन्दाखेरि चाहिँ उनीहरूलाई सिजिआइएफएनएस नभए पनि क्यालिफोर्निया बोर्डले चाहिँ एक्सेप्ट गर्दो रहेछ। यदि हामीले डाइरेक्ट ब्रिज एकाउन्ट खोल्नु भयो, क्रिएट गर्नुभयो भने, अनि क्यालिफोर्नियाको चाहिँ ब्रिज हो कि होइन, त्यसको आफ्नो त्यहाँ गएर हामीले लगइन अनि अरू फ्युको लाइसेन्सहरूको लागि त्यहाँ चाहिँ एकाउन्ट क्रिएट गर्नुपर्छ। र त्यो एकाउन्ट क्रिएट गरिसकेपछि हामीले यी डकुमेन्टहरू राखिसकेपछि चाहिँ उनीहरूले नै सेल्फ भन्छ कि हामीलाई कसरी गर्ने के गर्ने, उनीहरूले इमेलिङहरू गर्छ होइन। त्यसरी गर्नुपर्दो रहेछ खास, जुनमा चाहिँ $780 लाग्छ क्यालिफोर्नियाको है। यदि तपाईँले सिजिआइएफएनएस गर्नुहोस् नगर्नुहोस्, तर त्यो पे चाहिँ उनीहरूले लिन्छ कि, किनकि उनीहरूले रिएभुलेट गर्ने भएर चाहिँ त्यो मान्दैन, उनीहरूले सिजिआइएफएनएसको मात्रै डकुमेन्ट भएर मान्दैन। मेरो केसमा चाहिँ त्यो भइदियो है। अनि मेन चाहिँ के भइदियो भन्दाखेरि चाहिँ मैले सिजिआइएफएनएस गरेँ, सिजिआइएफएनएसको डकुमेन्ट एक्सेप्ट भइदियो होइन। ड्युरेन्स 6 मन्थ लागेको थियो मेरो चाहिँ, किनकि यो कुरा भनेको 2023 को हो, अहिले त 2 इयर्स भयो, अलिक फास्ट पनि छ भन्ने सुन्छु मेरो साथीहरूबाट होइन। तर मेरो केसमा चाहिँ 6 महिना सिजिआइएफएनएस लागेको। आफ्टर 6 मन्थ उनीहरूले डकुमेन्टेसन कम्प्लिट गरेर मलाई इमेल गरेको थियो, त्यो एप्रुभ भइसक्यो होइन, पिडिएफहरू चाहिँ क्यालिफोर्निया बोर्डमा चाहिँ ट्रान्सफर भइसकेको छ भनेर म्यासेज गरेँ। अनि म 1-2 हप्ता चाहिँ म यत्तिकै वेट गरेँ कि केही बोर्डबाट केही हुन्छ कि भनेर, अनि एकाउन्ट क्रिएट गर्नुपर्छ भन्ने कुरा थियो। त्यहाँ साथीले भन्थ्यो कि जुन बोर्डको भए पनि आफ्टर सिजिएफएनएस चाहिँ हामीले एकाउन्ट क्रिएट गर्नुपर्छ र फर्दर हाम्रो के प्रोसेस भन्छ त्यो एकाउन्टबाट अपडेट लिने हो हामीले। अनि मैले चाहिँ क्यालिफोर्नियाको लागि त्यो प्रोजेक्टको लागि चाहिँ एकाउन्ट बनाउनुलाई चाहिँ अब त्यहाँको क्वेसन प्रोजेक्ट चाहिँ गर्दै जाँदाखेरि चाहिँ त्यहाँ लास्टमा चाहिँ अप्सन आइदियो कि होइन, पेमेन्टको अप्सन आयो।
तपाईँहरूले यदि टेक्सासको अरू बोर्डको सुन्नुहुन्छ भने चाहिँ पेमेन्ट लाग्दैन होइन। सिजिएफएनएस गरेर आउनुभएको छ भने पेमेन्ट लाग्दैन भने चाहिँ लाइ पनि तपाईँको जम्मै $75 लाग्छ भन्ने चाहिँ मैले चाहिँ साथीहरूबाट सुने हो, तर मलाई एक्ज्याक्ट टेक्सासको चाहिँ थाहा छैन है। तर क्यालिफोर्नियाकोमा चाहिँ के भइदियो भन्दाखेरि चाहिँ स्टप के त्यो हेर्दाखेरि चाहिँ हाई होइन, अब 7500सम्म सुनेको भए पनि मलाई चाहिँ त्यति धेरै लाग्दैन होला। $780 चाहिँ क्यालिफोर्निया बोर्डको लाग्छ होइन। अनि मैले चाहिँ 400 समथिङ चाहिँ किनकि सिइएस गरे हो मैले, क्रिडेन्सियल एजुकेसनल गरेको हो होइन। त्यो कारणले गर्दाखेरि चाहिँ उता 400 समथिङ चाहिँ मैले पे गरेको थिएँ सिजिएफएनएस। यता फेरि 780 आउँदाखेरि चाहिँ होइन मैले रङ फिलअप गरेँ कि भन्ने भयो होइन। अनि त्यसपछि मैले चाहिँ नेक्स्ट डे चाहिँ क्यालिफोर्निया बोर्डमै कल गरेर त्यो नर्सिङ बोर्डमा चाहिँ कल गरेर बुझाए चाहिँ उनीहरूले के भन्यो भने तेरो डकुमेन्ट चाहिँ आइसकेको छ, हामीसँग छ होइन, यो फाइल छ यो नामको, तर ब्रिजको एकाउन्ट क्रिएट गर्न भन्यो। अनि बर्जिङमा एकाउन्ट क्रिएट गरिसकेपछि चाहिँ हामीले सेल्फ इभ्यालुएट गर्नुपर्छ। हामीले त्यो जुन मेरो चाहिँ क्रेडिट आवरहरू कति गरेको एजुकेसन क्रेडिट आवरहरू चाहिँ उनीहरूले सिजिएफएनएसबाटै लिनुभयो। तर पनि फर्दर उनीहरूले हाम्रो चाहिँ यो नियम हो हाम्रो बोर्डको चाहिँ, हामीले थर्ड पार्टीहरू त्यसरी एक्सेप्ट नगर्नु यो उसको पनि त्यही अनुसार जान्छ। तर हामीले त्यो डकुमेन्ट लेख्छौँ जुन यदि तपाईँले आफै गर्नुहुन्थ्यो भने त सबै तपाईँको एजुकेसनहरू स्कुलबाट पठाउने डकुमेन्ट डाइरेक्ट तपाईँले जसरी हामीले सिजिएफएनएस गरेको 1 त्यो पार्ट चाहिँ क्यालिफोर्नियालाई गर्नु पर्थ्यो। तर त्यति पार चाहिँ मेरो कटअप गरिदियो तिनीहरूले होइन। त्यो लाइसेन्सको भेरिफिकेसनहरू चाहिँ मलाई पठाउनु परेन होइन, तर त्यो पे चाहिँ गर्नु पर्यो कि। यदि तपाईँले बोर्डलाई मात्रै गर्नुहुन्थ्यो भने त तपाईँको उता सिजिएफएनएसलाई वेस्ट भएको पैसा त लाग्थेन नि त, प्लस टाइम पनि के भयो त मलाई उति नै कुर्नुपर्छ कि। उनीहरूको सिस्टम वाइज गर्दाखेरि चाहिँ मलाई 3 मन्थै कुर्नु पर्यो होइन। यस लकली कहिलेकाहीँ चाहिँ 45 डेजमा पनि हुनसक्यो, 1.5 मन्थमा पनि। तर मेरो केसमा चाहिँ 3 मन्थ मैले चाहिँ त्यहाँ कुरेँ होइन। उता 6 महिना यता 3 महिना 9 महिना त यसै लाग्यो। तर तपाईँको विदिन 6 मन्थको पिरियड जुन सिजिएफएनएसमा कुरेकोमा चाहिँ तपाईँको क्यालिफोर्नियामै हुने थियो नि त। त्यही भएर प्लिज यदि तपाईँले क्यालिफोर्निया बोर्डको दिने सोच्दै हुनुहुन्छ भने चाहिँ प्लिज त्यो चाहिँ मैले गरेको मिस्टेक चाहिँ नगर्नु होला भन्छु मैले। अब ट्रुली जाँदाखेरि चाहिँ के एनकेएसको प्रोसेसमा चाहिँ के छ भन्दाखेरि सुरुमा हामीले बोर्ड सिलेक्सन गर्नुपर्छ तपाईँ कुन स्टेटको आरएन हुँदै हुनुहुन्छ होइन। किनकि इच स्टेटको चाहिँ आफ्नै लाइसेन्स छ। यहाँ चाहिँ एज अ होल युएसको आरएन चाहिँ हुँदैन होइन, त्यो कुरामा क्लियर हौँ। र एउटा स्टेटको आरएन भइसकेपछि अर्को स्टेट हुन चाहिँ पहिला फर्स्ट हामीले एउटा स्टेटको लिने हो युएसको, देन आफ्टर हामी चाहिँ इन्डोर्स गर्नुपर्छ, एन्क्लेस एक्जाम दिनु पर्दैन। इज स्टेट जाँदा चाहिँ हामीले इन्डोर्समेन्ट गर्ने मात्रै कुरा हो, त्यो पछिको कुरा भयो। पहिला चाहिँ तपाईँको बोर्डमा क्लियर हुनु पर्यो सिजिएफएनएस अथवा चाहिँ ट्रुमेट होइन। अहिले खालि म सिजिएफएनएस भन्छु, प्लिज सिजिएफएनएस नसम्झिनु होला, ट्रुमेट सम्झिनु। अहिले चाहिँ चेन्ज गरेको छ उसले चाहिँ नाम होइन वेबसाइट। अनि एक्सेप्ट गर्छ भने त्यसको ट्रुमेट थ्रु जाउँ होइन, होइन भने चाहिँ बोर्डकै थ्रु जाउँ। र डाइरेक्ट प्रोसेस गर्दा चाहिँ ट्रुमेट भयो, त्यसले तपाईँको एप्रुभ गरिसकेपछि एक्सपायर डेट आउँछ, त्यहीमा तपाईँको डकुमेन्टेसनको होल कति भ्यालिडेसन पिरियड छ होइन। त्यो भ्यालिडेसनभित्र चाहिँ बोर्डले तपाईँको एप्रुभ गर्नुपर्छ। त्यही भएर प्लिज यदि बोर्डबाट लेट भइरहेको छ भने त्यही कल गरेर बुझ्नुहोस् होइन। आफै कल गर्दा पनि हुन्छ, यदि इन्स्टिट्युटबाट छ भने फर्दर तपाईँहरूले नै आफै कलहरू सर म्याडमहरूसँग चाहिँ आफ्नो डकुमेन्टेसनको इन्फर्मेसनहरू ग्यादर गरिराख्नु किन लेट भइरहेको छ भनेर। अदरवाइज यदि चाहिँ त्यो ट्रुमेटको चाहिँ एक्सपायर डेटभित्र भइदिएन भने फेरि तपाईँहरूलाई चाहिँ ट्रुमेट गर्नुपर्छ, कस्टहरू फेरि रिप्रोसेसेस होइन। त्यो चाहिँ इट्स नट गुड के होइन। त्यो भएर अनि त्यसपछि त्यो भइसकेपछि चाहिँ बोर्डले एप्रुभ गरिसकेपछि उसले पनि एक्सपायर डेट राख्छ क्या, भ्यालिडेसन हुन्छ। त्यो भनेको जस्ट हामीलाई एनसिबिएनमा गएर एटिटीको लागि हो, अथराइज टेस्टिङको लागि हो होइन, इक्जाम दिनको लागि एटिटी चाहिन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यदि तपाईँ त्यो प्रिपेयर हुनुहुन्न भने पनि त्यो एक्सपायर डेटभित्रसम्म चाहिँ गर्न मिल्छ। सडन बोर्ड अनुसार डिपेन्ड छ, यो चाहिँ कोही 3 कोही 6 छ। मेरो केसमा क्यालिफोर्नियाको 1 इयर्स थियो होइन। त्यही भएर तपाईँले चाहिँ क्लियर भएर वेबसाइटमा हेरेर होइन कुन स्टेटको गर्दै हुनुहुन्छ, एटिटीको टाइम पिरियड कति छ भनेर पनि तपाईँहरूले चाहिँ कुर्न सक्नुहुन्छ कि एकाउन्ट क्रिएट गर्नलाई। तर चाहिँ आफ्नो एक्सपायर डेटभित्र चाहिँ गर्नुपर्छ। यो सबैको एक्सपायर डेट चाहिँ काउन्ट भन्नाले चाहिँ एउटै डेट चाहिँ हुँदैन, किनकि ट्रुमेटले राखेको एक्सपायर डेट फरक हुन्छ। त्यसपछि त्यो भनेको तपाईँको बोर्डको लागि हो, बोर्डले फेरि अर्को डेट राखिदिन्छ होइन। सो तपाईँसँग चाहिँ सफिसियन्ट टाइम छ कि पढ्नलाई।
त्यही भएर तपाईँ सक्नुहुन्छ होइन, ट्रस्ट मी। अनि एटिटीको लागि तपाईँले आइडी क्लियर गरिसकेपछि चाहिँ त्यसपछि पर्सन भ्यूमा गएर तपाईँले चाहिँ स्क्याजुल गर्ने हो है। अनि जुनमा चाहिँ क्यालिफोर्निया बोर्डको चाहिँ तपाईँको बोर्डले चाहिँ 780 लेख्छ। यदि चाहिँ तपाईँ ट्रुमेट जानुभएको छ भने चाहिँ सिइएस क्रिडेन्सियल एजुकेसन सिस्टमबाट जाँदा चाहिँ मैले 480 समथिङ एराउन्ड 4 कस्ट गरे हो। त्यसपछि फेरि हामीले एनएसबीमा चाहिँ एटिटीको लागि फाइल गर्दाखेरि चाहिँ 200 समथिङ लाग्छ त्यहाँ चाहिँ, यदि चार्ज पर्छ हुन्छ। इज डिफेन्ट अगाडिको फेजमा चाहिँ जुन हामीले ट्रुमेट गर्दाको एउटै हुनसक्छ फाइलिङ, तर इज बोर्डको चाहिँ रेटहरू डिफ्रेन्ट छ है। सो कस्टमा चाहिँ तपाईँहरूले मैले भनेको कस्टै हुन्छ भन्ने छैन। र यो 3टा प्रोसेस पार गरिसकेपछि तपाईँहरूले एटिटी आइसकेपछि त्यसको पनि एक्सपायर डेट हुन्छ होइन, भ्यालिडेसन हुन्छ। र त्यसभित्र चाहिँ तपाईँले एङ्क्लेस इक्जाम एटेम्प गर्नै पर्छ। यदि तपाईँले एङ्क्लेस इक्जाम त्यसको भ्यालिडेसनभित्र दिनु भएन भने तपाईँले यत्रो फर्दर गरेको प्रोसेस केही काम छैन के भनेको, फेरि रिभ्याक हामीले रिइभ्यालुएसन गर्नुपर्ने हुन्छ। सो प्लिज तपाईँहरूले चाहिँ इक्जाम एटेम्प गर्नु होला होइन, किनकि ड्युरेसन यति लामो छ फाइलिङहरू गर्दा गर्दै। सो प्रिपेरेसन गर्ने टाइम पनि हामीसँग छ होइन। सो डेफिनेटली यु विल बी अ युएसआरएन, सो प्लिज एटेम्प द इक्जाम। अनि यो चाहिँ हाम्रो प्रोसेस भयो होइन। प्रोसेस गरिसकेपछि अब एङ्क्लेसको म आफ्नो जर्नी स्टार्ट गर्छु है। यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ मैले गरेको रिसोर्सेसहरू होइन, अब एङ्क्लेस गर्दाखेरि चाहिँ के रिसोर्सेस गर्ने, कसरी पढ्ने होला भने डेफिनेटली त्यो सबैको माइन्डमा आउँछ। फर्स्ट टाइम एटेम्प गर्दाखेरि मलाई पनि आएको होइन, वी आर न्यू, हामी चाहिँ एउटा नयाँ देशको जानकारी थाहा छैन, त्यहाँको इक्जाम दिँदाखेरि डेफिनेटली सबैलाई आउने कुरा हो। त्यही भएर रिसोर्सेसमा चाहिँ मैले सेल्फ गरेको कारणले इन्स्टिट्युट जोइनिङ होइन, म चाहिँ सेल्फ गरेकोले चाहिँ सबैले चाहिँ सेन्डर्स बुक भन्ने भएको कारणले गर्दाखेरि चाहिँ मैले 2020 इक्जाम दिँदाखेरि चाहिँ मैले 8 एडिसनको सेन्टेन्स रिभ्यू ओरेन्ज कलरको बुकबाट चाहिँ मैले इक्जाम दिएको। ओरेन्ज कलरको सेन्टेन्स बुक भइहाल्यो होइन। अनि त्यसपछि नेक्स्ट म्याटर भनेको चाहिँ मैले युवर्ल्डको 1500 क्वेसन ब्याङ्क लिएको थिएँ होइन, जुनमा चाहिँ मैले टोटल चाहिँ 2टा रिसोर्सेस मात्रै युज गरेँ कि जस्तो फिजिकली पढ्नको लागि आफ्नो डे बाई डे थ्रु युनिट जानको लागि चाहिँ मैले सेन्टेन्स बुक सिलेक्सन गरेँ। ओरेन्ज कलरको 8 एडिसन पढेको थिएँ र इज इयर्समा चाहिँ एडिसन निकाल्छ, हजुरहरूले न्यू एडिसन गर्न सक्नुहुन्छ, कुन इयर्सको गर्दै हुनुहुन्छ होइन। र नेक्स्ट चाहिँ अब जस्तो हुन्छ नि त ऱ्यासनलहरू पढ्नको लागि, त्यसपछि क्वेसन एटेम्प गर्नको लागि, आफ्नो इभ्यालुएट सेल्फ इभ्यालुएट गर्नको लागि चाहिँ मैले युवर्ल्डको क्वेसन ब्याङ्क 1500 चाहिँ सिलेक्सन गरेको थिएँ। यो 2टा रिसोर्सेसबाट मैले आफूलाई सेल्फ प्रिपेयर गरे हो है। अनि त्यसपछि अब कहिलेकाहीँ हुन्छ नि त यति त्यसपछि मैले स्टोरी तालिकाहरू अथवा चाहिँ भनौँ न स्केड्युल कसरी गरेँ भन्दाखेरि चाहिँ मैले इच डे चाहिँ 8 आवर्स स्टडी गर्थेँ होइन। त्यो 8 आवर्स भनेको चाहिँ कन्टिन्यू 8 आवर्स होइन कि, जस्ट 4 आवर्स मर्निङलाई दिएको थिएँ, 4 आवर्स भनेको इभिनिङ टु नाइटसम्म जान्थ्यो होइन कहिलेकाहीँ। त्यसरी चाहिँ 8 आवर्स स्टडी गर्थेँ डेमा चाहिँ युजली। अब एकदम प्रेग्नेन्ट होइन, कन्टिन्यू त्यसरी मैले मेन्टल ब्रस्ट हुने स्टेज लिएर चाहिँ मैले स्टडी गर्न मिल्थेन, किनकि मेरो बाबुको पनि भनौँ न मेरो बेबीको पनि हेल्थ हेर्नु पऱ्यो, आफ्नो हेल्थ हेर्नु पऱ्यो होइन। त्यो कन्डिसनमा त्यो कारणले गर्दाखेरि चाहिँ रेस्ट अब मेरो लागि चाहिँ प्रायोरिटी थियो, र प्लस आफ्नो प्रिपरेसन पनि गर्नु पऱ्यो होइन। त्यो कारणले गर्दाखेरि चाहिँ मैले जस्ट 8 आवर्स स्टडी गर्थेँ र मसँग सफिसियन्ट टाइम थियो, किनभने यो बोर्डले पनि 1 इयर्स दिएको थियो, एटिटी आफ्टर पनि 1 इयर्स थियो, र प्लस चाहिँ मेरो ड्युटी डिसेम्बर थियो भने त्यो कारणले गर्दा मैले नोभेम्बरको डेट चाहिँ बुक गरेको थिएँ कि। अनि म चाहिँ युएस चाहिँ मार्चमा आएको थिएँ होइन। अनि प्रोसेसहरू मैले क्यालिफोर्नियाको गर्दै 3 मन्थ्स गर्नु पऱ्यो, मार्च अप्रिल मे जुनसम्म त्यो वेटिङै भइहाल्यो। अनि जुलाई अगस्त सेप्टेम्बर अक्टोबर नोभेम्बर यसरी 5 मन्थ भयो, बिचमा प्रेग्नेन्ट होइन, विभिन्न कुरा गर्दाखेरि चाहिँ मसँग चाहिँ सफिसियन्ट टाइम काउन्ट गर्दा सफिसियन्ट टाइमै थियो भन्नुपर्छ होइन। त्यसले गर्दाखेरि आफ्नो टाइम तपाईँको कति छ, कसरी त्यो सेन्टर्सको युनिटहरू हेरिसकेपछि तपाईँले लेसन वाइज हेर्दाखेरि चाहिँ तपाईँलाई कति आवर्स पढेर तपाईँले आफूलाई सेल्फ प्रिपेयर गर्न सक्नुहुन्छ, इट्स डिपेन्ड अपन यो है। तर मैले चाहिँ 8 आवर्स क्लस्टर स्टडी गर्थेँ मर्निङ एन्ड इभिनिङ नाइट। त्यसरी गरिसकेपछि डेको टाइमलाई चाहिँ
जस्ट कहिलेकाहीँ चाहिँ मैले इन्टरनेटको जस्तो फ्री क्वेसनरहरू कुनै कुनै अब आफूलाई सोद्धाखेरि अब अथवा चाहिँ भिडियोहरूमा विशेष गरी मैले चाहिँ अब युट्युब युज गर्दाखेरि केही स्टडी गर्न हेर्नको लागि चाहिँ मैले सिम्पल नर्सिङको चाहिँ फलो गर्थेँ होइन। मलाई एकदमै युजफुल लाग्थ्यो। जस्तो बिहान मैले मर्निङमा चाहिँ कुनै सिस्टम मैले पढ्यो भने त्यही सिस्टमको मैले हेर्थेँ कि फर्दर अरू चाहिँ मैले हेर्थेन त्यो दिनलाई होइन। त्यसरी चाहिँ मैले आफूलाई डे बाई डे लगेको थिएँ र बिचमा चाहिँ आफूलाई जस्ट फ्रेस काम राख्नको लागि अलिकता अब इभिनिङमा चाहिँ यस्तो हल्का मेरो त नजिकै बाई वाक नै हामी पुग्ने भएर अनि त्यसरी पार्कहरूमा जाने हल्का आफूलाई फ्रेस गर्ने गर्थेँ मैले होइन। यसरी चाहिँ मेरो तालिका थियो। र अर्को भनेको चाहिँ मैले आफूले इक्जाम पनि एटेम्प गरिसकेपछि होइन लास्टमा गएँ चाहिँ जे कुरा पनि टु दि इन्ड भइसकेपछि चाहिँ इभ्यालुएट हुन्छ नि त। यस्तो गरेको राम्रो हुँदो चाहिँ यस्तो नगरेको भए हुँदो। सो मैले हजुरहरूलाई पनि त्यो नहोस् भन्नको लागि चाहिँ यही भिडियो मार्फत के भन्छु भन्दाखेरि चाहिँ एकदमै युजफुल भनेको चाहिँ स्केड्युल गराउनु होइन। आफ्नै स्केड्युल गराउनु एउटा, अनि स्केड्युल गराइसकेपछि चाहिँ युनिट वाइज जानु भन्छु कि म चाहिँ होइन। युनिट वाइज जाँदाखेरि चाहिँ के सजिलो हुन्छ भन्दाखेरि चाहिँ एउटा युनिटको चाहिँ कम्प्लिट इन्फर्मेसन हुन्छ क्या आफूसँग। जम्प गर्दै क्लस्टर युनिट पढ्यो भने चाहिँ कन्फ्युजन हुन्छ होइन। जस्तो विशेष गरी तपाईँले मैले चाहिँ लग्दाखेरि कसरी लगेँ भने होइन युनिट वाइज लाँदाखेरि पनि जस्तो चाहिँ मैले कार्डियो युनिट फर इक्जाम्पल एडलबाट मैले कार्डियो पढिरहेको छु भने मैले पेडियाट्रिकको नि कार्डियो मर्निङमा मैले एडलको पढ्थेँ भने इभिनिङमा चाहिँ पेडियाट्रिकको मैले कार्डियो एउटै युनिट लान्थेँ कि किनकि सिस्टम वाइज जाँदाखेरि डिजिज चाइल्डमा होस् या एडलमा होस् प्याथोलोजीहरू चाहिँ अलिकता केही डिफ्रेन्ट होला एनाटोमिक स्ट्रक्चर अनुसार, तर चाहिँ वे अफ मेडिकेसनमा डोजहरूको फरक हुने हो, ट्रिटमेन्ट प्याथोलोजी, तर सिस्टम वाइज डिजिज एउटै हो नि त। त्यो कारणले गर्दाखेरि चाहिँ मैले त्यसरी पनि सेलेक्सन गरेको थिएँ कि जुन चाहिँ मलाई एकदमै इजियर पनि भएको हो होइन, सजिलो लागेको पनि हो। किनकि कम्बाइन तपाईँको अर्को युनिट पनि कभर हुने भयो र प्लस चाहिँ एउटै सिस्टम वाइज जाँदा आफूलाई सजिलो हुन्छ कि त्यो पार्ट बुझ्नको लागि होइन। अनि अर्को कुरा भनेको चाहिँ के छ भन्दाखेरि प्लिज जुन युनिट हामीले गरेको छौँ नि त्यही युनिटको चाहिँ एटलिस्ट 50 अथवा चाहिँ 75वटा क्वेसन चाहिँ इच डे गरौँ कि होइन। त्यसले चाहिँ एकदमै हेल्पफुल हुन्छ। त्यो युनिटको बारेमा चाहिँ कुन आफूले बुझिरहेको छैन, केमा आफ्नो कमी भएको छ होइन, अनि त्यसलाई चाहिँ इम्प्रुभमेन्ट गर्न तपाईँसँग टाइम हुन्छ होइन। र टाइम हुने भयो होइन। र कन्टिन्यू नपढ्नुहोस् होइन, ब्रेक गर्नुहोस्। आफ्नै स्केड्युलमा चाहिँ तपाईँलाई कसरी सजिलो हुन्छ, फ्रेस हावा लिएर हुन्छ कि साथीहरूसँग ह्याङआउट भएर हुन्छ कि अथवा चाहिँ आफैले यसो कफीहरू होइन कि स्न्याकहरू खाएर ब्रेक लिएर हुन्छ कि हल्का आफूलाई कुनै रिसोर्सेस अरू फर्दर के हेरेर हुन्छ। त्यसरी आफ्नो मेन्टललाई पनि हेल्थलाई पनि होइन कुन इन्भाइरोमेन्टमा तपाईँलाई चाहिँ अलिकता रिफ्रेस भइरहेको छ त्यसलाई चाहिँ फलोमा गर्नुहोस्। र अर्को भनेको चाहिँ मैले एडप्ट गरेर मलाई एकदमै युजफुल लागेको पोइन्ट भनेको चाहिँ मैले इच मर्निङ चाहिँ के गर्थेँ भन्दा सुरुमा उठ्ने आफ्नो डे स्टार्टिङ त भइहाल्यो होइन, कसरी गर्नुहुन्छ अब बाथिङ आफ्नै स्केड्युल अनुसार भइहाल्यो, ब्रेकफास्टहरू खाने होइन, त्यो युजली सबैले गर्ने कुरा भयो। र मेनली मैले आफ्टर द्याट मैले चाहिँ कुनै युनिट स्टार्ट गर्न भन्दा मैले चाहिँ रेन्डमली, किनकि मसँग 1500 क्वेसन ब्याङ्क त्यो पनि कम्प्लिटली पे गरेर लिएको कुरा भइहाल्यो होइन। अलिकति सूचित हुन पर्यो, त्योलाई चाहिँ कम्प्लिट गर्न थियो एउटा टार्गेट। र अर्को भनेको आफूलाई रिभिजन हुने, त्यो कारणले गर्दाखेरि मैले रेन्डमली, किनकि क्वेसन ब्याङ्कमा चाहिँ तपाईँले युनिट सिलेक्सन गरेर पनि गर्न मिल्थ्यो युवलमा, तर मैले चाहिँ रेन्डमली चाहिँ मैले के गर्थेँ भने क्वेसनहरू चाहिँ गर्थेँ कि किनकि इट्स बेटर यदि तपाईँले चाहिँ आज हिजो पढेको युनिटलाई रिभिजन गर्न खोज्नुहुन्छ र आज गर्ने कम्बाइन युनिटलाई पनि तपाईँले सँगै गरेर क्वेसन एटेम्प गर्न सक्नुहुन्छ। इट्स डिपेन्ड अपन यु होइन, कति 50 25 त्यो तपाईँको इच्छा भयो। तर मेरो चाहिँ जर्नीमा मैले के युज गरेँ भन्दाखेरि चाहिँ मैले चाहिँ रेन्डमली 75वटा क्वेसन गर्थेँ मर्निङमा उठेर होइन। अनि त्यसबाट चाहिँ जस्तो अब आफूलाई स्कोर लास्टमा कति आयो होइन, त्यो स्कोरमा त म गइनँ, किनकि सुरुमै त्यो स्कोरतिर जाँदाखेरि चाहिँ यो मैले अहिले लेटर अन भन्ने छु होइन, वाट वी हेभ टु एभोइडमा आउने चाहिँ कुरो, त्यो भएर म यसमा गइनँ। 75मा रिभ्यू गर्थेँ होइन। अनि रिभ्यू गरिसकेपछि चाहिँ
मेरो विक पोइन्ट कहाँ छ होइन, के बढी चाहिँ मैले फ्रिक्वेन्टली सल्भ गर्न सकिरहेको छैन, अझै पनि मलाई मेहनत गर्नुपर्ने पार्ट के छ भनेर मैले त्यसलाई छुट्याउँथेँ र त्यो युनिटहरूलाई म एकदमै फेरि थ्रुली रिभिजन गर्दै लग्थेँ कि होइन। अब राइट भयो भन्दैमा त्यसैमा अलिकति हम्ता गरेर त्यो युनिटै नआयो त होइन, रिभिजन त तपाईँ डे वाइज गर्नै पर्छ, गर्नु पनि। र चाहिँ अर्को भनेको चाहिँ जे आफ्नो अलिकति विक पोइन्टलाई चाहिँ अलिक स्ट्रङ गराउँदै लानु पऱ्यो नि त होइन। त्यो कारणले गर्दाखेरि चाहिँ त्यो फेरि रिभिजन चाहिँ मैले त्यसरी गर्न सजिलो हुने भएर 75वटा क्वेसन चाहिँ मैले गर्थेँ। र अर्को भनेको चाहिँ रिभिजन गरेपछि भइहाल्यो र इभिनिङसम्म गर्ने। यदि तपाईँलाई सफिसियन्ट टाइम छ, तपाईँ क्वेसन गर्न सक्नुहुन्छ भने यु क्यान डु, आज गरेको युनिटलाई साँझ गर्न सक्नुहुन्छ, बिहान गर्न चाहिँ इट्स अपन टु यु होइन। र के कुरा एभोइड गर्नुपर्छ भन्दा अघि थोरै आइसकेको छ होइन। प्लिज 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 साथीहरू होइन, सुरुमै मैले चाहिँ एकदमै गल्ती गरेँ कि जस्तो पढेको पनि छैन, युनिटहरू हेरेको पनि छैन बुकमा, अनि मैले चाहिँ क्वेसन सल्भ गर्न थालेँ कि होइन। क्वेसन सल्भ गर्दाखेरि चाहिँ यति थोरै मार्क्स आउने भन्दा पनि त्यो पर्सेन्टेज देखेर अनि आफूले गरेको कुराहरूलाई इभ्यालुएट गर्दाखेरि चाहिँ यति विक फिल हुने कि होइन, मैले त केही जानेकै छैन होइन। लो मैले त नसँग के पढेर रहेछु, अहिलेसम्म के रहेछ मेरो भन्ने जस्तो फिल आयो कि मलाई चाहिँ त्यतिखेर। यस्तो गरायो कि त्यसले त मलाई त इङ्ग्लिस एटेम्प गर्न भनेको त एकदमै पहाड हो, लो म त सक्दिनँ भन्ने फिल भएको मलाई त्यो गर्दाखेरि। सो प्लिज यदि तपाईँ भर्खरै स्टार्टिङ गर्दै हुनुहुन्छ नि, तपाईँ नजानु होइन, क्वेसन ब्याङ्कमा त म जाँदै नजानु भन्छु म उत्तिकै अरे होइन। एटलिस्ट तपाईँले पहिला चाहिँ सेल्फ आफूलाई प्रिपेयर गर्नु, 1 महिना जति अथवा त्यो 15 दिन जति कसरी तपाईँले लान सक्नुहुन्छ होइन, तपाईँको आफ्नो पढ्ने क्षमता अनुसार त्यो अलिकति युनिटहरू पढेर अनि त्यसपछि क्वेसन गऱ्यो भने चाहिँ आफूलाई नलेज पनि अलिकति भएको र अलिकति त्यो पोइन्ट अलिकति मार्क्स हुँदै नि आफूलाई सेटिस्फ्याक्सन हुने होइन, स्ट्रेस आफूलाई कम हुने कारणले गर्दा प्लिज एभोइड होइन, सुरुमै फर्स्ट एटेम्प नगर्नु क्वेसन। कुनै तपाईँले युनिटमा जानुभएकै छैन, कुनै बुकै अथवा चाहिँ कुनै पिडिएफहरू होइन, तपाईँ क्वेसन ब्याङ्क लिनुभयो भने त पिडिएफ हुन्छ नि आर्चरको युएलको कुनको गर्दै हुनुहुन्छ होइन। त्यो प्लिज त्यो पहिला थ्रुली जानु अनि क्वेसनमा जानु, एउटा पोइन्ट होइन, त्यसले एकदमै हेल्पफुल हुनेछ र स्ट्रेस कम हुँदो रहेछ। सो होइन, त्यो कुरा चाहिँ एभोइड गर्दा बेस्ट। र अर्को भनेको चाहिँ अब हामीले क्वेसन गरिन्छ, अब लास्टमा रिजल्ट आइसकेपछि डेफिनेटली मैले नि गरे त्यो होइन, हेरिने क्या रङलाई हेरिन्छ क्या, एन्सर राइट भएकोतिर त ध्यानै छैन। तर हामीले एउटा क्वेसन एटेम्प गरेको हो नि त, इक्जाममा जाँदाखेरि युएल्डकै क्वेसन आर्चरकै क्वेसन आएर हामीलाई इभ्यालुएट हुने होइन होइन, हामीले त त्यो दिन त डिफ्रेन्ट फेरि हामीले एउटा न्यू एउटा एटेम्प गर्ने, त्यसले त हामीलाई भित्रको आत्मविश्वास बलियो गराएको मात्रै कुरा हो नि त। त्यही भएर तपाईँहरूले चाहिँ रङलाई नगर्नु होइन। डेफिनेटली के रङ भयो त्यसलाई स्टडी गर्नुपर्छ, तर मेरो यतिवटा रङ भयो, ल मैले त यो गर्नै सकेको छैन भन्नेतिर होइन। रङ भयो, किन रङ भयो, मैले सोचिराखेको यो क्वेसनको एन्सर चाहिँ मैले यसरी देखेँ, वास्तवमा यो क्वेसनको एन्सर के रहेछ, किन होइन, यो डब्लुएचओ क्वेसन गर्नु क्या तपाईँहरूले आफैले, किन यस्तो रहेछ, यो के भएर यस्तो भयो, मेरो मेरो मैले सोचिराखेको यो रहेछ, वास्तवमा यसको एन्सर त यो रहेछ है भनेको एउटा ऱ्यासनल थ्रु तपाईँले स्टडी गर्नु भयो भने त्यही क्वेसनलाई यो त अब हाम्रो मल्टिपल चोइसमा भएको भएर डिफ्रेन्ट वेमा आस्क गरे हुन्छ नि त, एउटै एन्सरलाई पनि फेरि डिफ्रेन्ट वे हुनसक्छ भोलि इक्जाममा भनेको। त्यही भएर त्यो कुरालाई चाहिँ हामीले बुझ्नु पऱ्यो कि किन यो भइरहेको छ। तपाईँले एउटै क्वेसनलाई पनि डब्लुएचओ वेमा थिङ्किङ गर्नुहुन्छ भने डेफिनेटली हामीले त्यो कुरालाई चाहिँ सजिलै बुझिन्छ कि हार्ड लाग्दैन होइन। त्यसपछि त्यो गर्नु पऱ्यो, आफूलाई एकदमै कमजोर नठान्नुहोस्। डेफिनेटली हामीले पढेको कुरा हो, अहिले पनि रिभिजन गरेको छ र म सक्छु होइन, सधैँ त्यो कुरामा हुनु पऱ्यो। एउटा चाहिँ नेगेटिभ कहिले नहुने, मैले सक्दिनँ भनेर कहिले पनि नगर्नु कि होइन। टक्क आफूलाई एउटा आर्यन भएको इमेजिन गर्नुहोस् होइन, मैले सक्छु, डेफिनेटली मेरो साथीहरूले सकिरहेको छ अहिलेसम्म के नेपालमा आर्यन भएको र युएसमा आएर भएको छ नि त, भएको छ नि त होइन। सबै ब्याकग्राउन्ड सबै फर्स्ट भएको व्यक्तिहरू टपेको नेपालको मात्रै आएर त भएन नि, सबै ब्याकग्राउन्डको यहाँ आएर आर्यन भएको छ होइन भने चाहिँ डेफिनेटली म पनि सक्छु भन्ने चाहिँ एउटा पोजिटिभ भाइब्स गराउनु है। यो तिनवटा कुरा चाहिँ गर्दै नगर्नु होइन। एउटा चाहिँ सुरुमै क्वेसन एटेम्प गर्ने, एउटा चाहिँ इच क्वेसन रङ हुने त्यही क्वेसन किन रङ भयो भने, अथवा पर्सेन्टेज क्यालकुलेटर आफूले डोमिनेट गर्ने, आफैलाई सेल्फ इस्टिम गर्ने चाहिँ नगर्नुहोस्।
र अर्को भनेको आफूले नेगेटिभ थिङ्क नगर्नु के ए उसले सकेको छ म त अझै पनि यति महिना भयो 2 महिना 3 महिना म त अझै दिन सकेको छैन अझै मेरो प्रिपरेसन कम भयो छैन अरूले त 1 महिनामै एटेम्प गरेर पास भएन नो त्यो तपाईँ हो त तपाईँमा भर पर्ने तपाईँले प्रिपरेसन भोलि बिहान तपाईँले रिजल्ट आउट रिजल्ट आइसकेपछि पास भएपछि त तपाईँलाई कसैले सोध्ने छैन नि त ए कति दिन लाइस कति घन्टा लाइस भन्ने त्यो छैन त्यो नेभर गो टु द्याट होइन त्यो आफूले पोजिटिभ राख्नुहोस् र सक्छु भन्ने एउटा सकारात्मक सोच गर्नु भने डेफिनेटली तपाईँ सक्नुहुन्छ कि नसक्ने केही कुरा छैन होइन यो कुराहरू चाहिँ एभोइड गर्नु र अर्को कुरा भनेको जस्तै मैले मेरो स्केड्युल भने हो नि त मैले 8 घन्टा पढेँ होइन या चाहिँ विभिन्न अरू सोसियल मिडियामा पनि तपाईँले देख्न सक्नुहुन्छ सबैले आफ्नो भन्न सक्छ कि तर यो होइन नि त डेफिनेटली सबै पर्सन चाहिँ युनिक छ होइन उसको आफ्नै पन छ आफ्नै अस्तित्व छ भने चाहिँ तपाईँको वे अफ प्याटर्न चाहिँ आफ्नै हुनसक्छ पहिला आफ्नो वे चिन्नुहोस् कि तपाईँलाई बिहान पढेर तपाईँलाई बढी आइरहेको छ कि राति पढेर आइरहेको छ या दिउँसै पढेर आइराखेको छ होइन त्यो कुरा चाहिँ आफै तपाईँहरूले ख्याल गर्नुहोस् र अरूको स्केड्युल कपी गर्न भन्दा आफ्नो ओन स्केड्युल बनाउनुहोस् आफ्नो प्याटर्न गराउनुहोस् र पढ्नु भने डेफिनेटली सो एभोइड अदर स्केड्युल भन्छु है म चाहिँ सो मेरो जर्नी चाहिँ यसरी नै रहेको थियो होइन प्लिज तपाईँहरू अझै इङ्ग्लिसको बारेमा होइन कसरी सेल्फ गर्ने यदि तपाईँहरूलाई चाहिँ सेल्फ आफै ब्रिज एकाउन्ट कसरी क्रिएट गर्ने क्यालिफोर्नियाको भन्ने लाग्यो ब्रिज फर क्यालिफोर्निया भनेर गर्नु छु र यदि तपाईँलाई मैले चाहिँ इक्जामको दिन चाहिँ जस्ट 85मा स्टप भएको र 85मै मैले सक्सेस गेन गरेको हो आई गट द आरएन ट्याग होइन सो मैले नेक्स्ट भिडियो चाहिँ बनाउने नै छु म कसरी इक्जाम एटेम्प भयो के कस्तो भयो मेरो एक्सपिरियन्स कस्तो थियो 85 क्वेसन हुँदाखेरिको होइन त्यो मैले डेफिनेटली गराउने छु प्लिज फलो गर्नुहोला यदि तपाईँहरू यस्तै भिडियोहरू चाहनुहुन्छ भने प्लिज सब्सक्राइब लाइक कमेन्ट ओके थ्याङ्क यू